मन्त्रीज्यूले चाहिँ यी सबै संशोधनहरूलाई स्वाभाविक ढङ्गले एकदम सकारात्मक ढङ्गले ग्रहण गरिदिनु हुनेछ। सर्वप्रथम त अब यो गैर आवासीय नेपालीलाई भिसा दिने प्रावधानमाथि नै आपत्ति छ। यहाँ धेरै कुरा पनि उठिसकेका छ। धेरै नेपालीहरू अहिले बाहिर हुनुहुन्छ, चाहे त्यो बाध्यताले होस् चाहे त्यो विभिन्न कारणले होस्, उहाँहरू बाहिर हुँदै गर्दाखेरि आफ्नो जीवन चलाउने क्रममा उहाँहरू अब गैर आवासीय नेपाली हुनुभएको छ। उहाँहरूलाई नेपाल सरकारले अहिले 10 वर्ष भिजा निःशुल्क दिने भनेर अध्यादेश मार्फत लिएर आएको थियो। अहिले प्रतिस्थापन विधेयकमा आएको छ। यो मन्त्रीज्यूलाई म भन्न चाहन्छु, यो ठुलो बहादुरको काम गरे जस्तो लाग्ला, तर यो बहादुरको काम होइन। उहाँहरू रिसाउनु भयो, उहाँहरूलाई चित्त दुख्यो भनेदेखि, देशसँगको नाता टुट्यो भनेदेखि हामी उहाँहरूलाई भन्दा घाटा देशलाई छ। यति बेला मैले यति मात्रै जोड्न चाहेँ। हाम्रो रेमिट्यान्स होस्, हाम्रोलाई अहिले लगानी चाहिने कुराहरू होस्, यो धेरै कुराहरूमा चाहिँ गैर आवासीय नेपालीहरूको ठुलो हात छ। इभन अहिले नेताहरू नै विभिन्न देशहरूमा अहिले राजनीति चाहिँ नेपालमा भन्दा बाहिर हुन्छ भनेर सुन्छौँ क्या हामी, किनभने नेपालीहरू अहिले बाहिर हुनुहुन्छ धेरै। त्यही भएर नेताहरू पनि आजकल नेपालीहरूलाई फकाउनको लागि गैर आवासीय नेपाली हो भन्ने थाहा हुँदाहुँदै पनि उहाँ फकाउन जानुभएको छ। अनि देशलाई यहाँ राजनीति गर्न चाहिँ फकाउन उहाँहरूलाई जानुपर्छ भनेदेखि उहाँहरूलाई चाहिँ यो भिसा दिने भन्ने कुराले चाहिँ झन् धेरै चिड्याउँछ होला। त्यस कारणले यो कसैलाई पनि फाइदा गर्दैन। उहाँहरूलाई देशसँगै जोड्नुपर्छ। देश भोलि राम्रो हुँदै गर्दा उहाँहरू फर्किने वातावरण पनि हुन्छ। त्यही भएर यो दूरी नबनाउनको लागि चाहिँ 10 वर्ष भिजा निःशुल्क गर्ने प्रावधान होइन, भिसा नै आवश्यकता नहुने प्रावधान। जोसँग एनआरएनको नागरिकता छ, एनआरएन नागरिकता छ, उहाँहरूलाई भिसा नै आवश्यकता नहुने प्रावधान हुनुपर्छ भन्ने मत राख्न चाहन्छु। त्यस्तै अर्को चाहिँ यो घरेलु हिंसा कसुर र सजाय ऐन यहाँहरूले संशोधनको लागि प्रस्ताव गर्नुभएको रहेछ मन्त्रीज्यू। तर म यहाँ भन्न चाहन्छु, यो निजी विधेयक हामीले संसदमा अस्ति नै दर्ता गराएको थियौँ, मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक 2081। यो विधेयकमा हामीले जलन सम्बन्धी धेरै कुराहरू एकदमै धेरै गृह कार्य गरेर हामीले प्रस्ताव गरेका थियौँ। अब यो घरेलु हिंसा अन्तर्गत यता टुक्रा टुक्री गरेर अलिअलि तेजाबको कुरा राखेर जलनको कुराहरू राखेर ल्याउनु भयो भने पूर्ण हुँदैन। यहाँहरूले देखिसक्नु भएको छ, जलन भन्ने यो कसैले चाहेर आउने कुरा होइन, एक्सिडेन्ट हो। एक्सिडेन्टको हकमा त सरकार संवेदनशील बन्न पर्यो। यहाँ आग्रह पूर्वाग्रहको कुरै छैन। हामीले संसदमा आज होइन धेरै अगाडि 2-3-4 महिना भइसक्यो हामीले निजी विधेयक बुझाएको, तर अब टेबल भएको छैन। त्यो विधेयकलाई चाहिँ बरु सरकारले ग्रहण गरेर यहाँ प्रस्तुत गर्दा भइहाल्छ। म यो कुरा अनुरोध गर्न चाहन्छु। यो घरेलु हिंसा कसुर ऐन चाहिँ कम्प्लिटली सरकारले फिर्ता लिएर यसको सट्टामा जलन विधेयकलाई जो हामीले यहाँ दर्ता गराएको छौँ त्यसलाई चाहिँ सरकारले ग्रहण गरोस्, मेरो अनुरोध छ। त्यस्तै अर्को चाहिँ दफा 8मा मुलुकी फौजदारी कार्यविधि संहिता 2074मा एउटा प्रस्ताव ल्याउनु भएको रहेछ। प्रस्ताव राम्रो लाग्यो। यसमा चाहिँ यहाँहरूले चेक अनादरको जरियाबाट उठेको ब्याङ्किङ कसुर, आपराधिक विश्वासघात, आपराधिक लाभ पछि चाहिँ लाभ लगायतका कुराहरूमा चाहिँ मिलापत्र हुन सक्ने प्रावधान ल्याउनु भएको छ। त्यो ठिकै पनि हो। एक हिसाबले समाजमा सौहार्दता कायम हुन सक्छ, अलिक समाजमा विश्वासको वातावरण बन्न सक्छ भन्ने हिसाबले ल्याउनु भएको छ। तर यहाँ चाहिँ एउटा यो ब्याङ्किङ कसुर, आपराधिक विश्वासघात र आपराधिक लाभ पछाडि चाहिँ ठगी भन्ने शब्द पनि राखिदिनु हुनको लागि मैले संशोधन प्रस्ताव गरेँ। किनभनेदेखि मुद्दा चल्दै गर्दाखेरि चाहिँ यो चेक अनादरको मुद्दा चाहिँ कतिपय अवस्थामा ठगीबाट पनि उठ्छ। चेक अनादरको जरियाबाट उठेको मुद्दाहरूमा चाहिँ ठगी पनि पर्छ। त्यस कारणले यो ठगीलाई पनि ग्रहण गरिदिनु भयो भनेदेखि जे यहाँहरूले प्रस्ताव गर्नुभएको छ यो समग्र कुराहरू नै समेटिन्छ जस्तो लाग्छ। अनि अन्तिममा एउटा चाहिँ यो दफा 4मै यहाँहरूले चाहिँ पहिलो पटक कसुरदार ठहरी 1 वर्ष वा 1 वर्षभन्दा कम सजाय भएको कसुरदारले कैदको सट्टामा कैद बापत रकम लिई छोड्न निवेदन दिएमा अदालतले कैदमा बस्नु नपर्ने गरी आदेश दिन सक्ने प्रावधान भनेर यो ल्याउनु भएको छ। यो एकदम राम्रो पनि हो। तर यसमा के थप्नुपर्छ जस्तो लाग्छ भने मन्त्रीज्यू, कैदमा बस्नु नपर्ने गरी आदेश भएका कसुरदारको विवरण चाहिँ सरकारी वकिल कार्यालय मार्फत सबै जिल्ला प्रहरी कार्यालयहरूमा रेकर्ड हुनु पर्यो। र प्लस त्यो जायरवाला जो छ, जायरवालालाई पनि यो कसुरदारले चाहिँ यो कैदमा बस्नु नपर्ने गरी आदेश भएको छ है भन्ने जानकारी चाहिँ दिनु पर्यो। किनभनेदेखि पीडितको सूचना पाउने हक हुन्छ। पीडितले जायरी दिएको कारणले सजाय पाएको छ र उसले त्यो सजाय चाहिँ बस्नु नपर्ने गरी कट्टा भएको खण्डमा त पीडितलाई त जानकारी हुनुपर्छ नि। त्यस कारणले यो पीडितलाई जानकारी हुनुपर्ने किसिमको कुरा पनि हुनु पर्यो। त्यसै गरी यो अदालतहरू जहाँ जहाँबाट निर्णय भएको छ त्यहाँ चाहिँ अभिलेख राख्ने प्रावधान पनि थपिनुपर्छ। यसले गर्दा चाहिँ हामीसँग रेकर्ड हुन्छ।
होइन भनेदेखि अदालतबाट फैसला हुँदै जान्छ, त्यो कहाँ रेकर्डमा हुन्छ भन्ने कुरा हामीसँग कहीँ पनि हुँदैन। यो मैले निवेदन गर्न चाहे सर्वोच्च अदालतको एउटा आदेशमा पनि यो कुरा चाहिँ यसो गर्नु भनेर लेखिएको कारणले गर्दा मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। र अन्तिममा एउटा यो स्वास्थ्य बिमा ऐनमा कार्यकारी निर्देशकको पद रिक्त भएमा चाहिँ यो स्वास्थ्य सेवाको 11औं तहको कर्मचारीलाई खटाउन सक्ने नियुक्ति नहुन्जेलसम्मको लागि भन्ने प्रावधान ल्याउनु भएको छ, ठिकै छ। तर यहाँ मेरो एउटा सानो संशोधन प्रस्ताव के छ भने मन्त्रीज्यू, कार्यकारी निर्देशकको पद चाहिँ 3 महिनाभन्दा बढी रिक्त गर्नु भएन। यति कुरा कानुनमा हामीले स्पष्ट लेखिदियौँ भनेदेखि धेरै लामो समयसम्म पेन्डिङ हुँदैन र कर्मचारीलाई हामीले खटाछौँ भनेर त्यो सरकारले छुट पाउने अवस्था पनि हुँदैन। त्यसकारणले गर्दा यति हामीले गर्न सक्यौँ भने सरकारमा चाहे जोसुकै होस् विधिले बाँच्छ, सुशासन कायम हुन्छ भन्ने जस्तो मलाई लाग्छ। मेरो संशोधन प्रस्ताव यति छ। माननीय मन्त्रीज्यूलाई एकदम सकारात्मक ढङ्गले ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद।